गर्छौँ हैन। किशोरावस्था भन्ने शब्द एडोलसेन्स है। एडोलसेन्स भन्ने शब्द अङ्ग्रेजीमा त अब नेपालीमा किशोरावस्था भइहाल्यो, अङ्ग्रेजीमा एडोलसेन्स। एडोलसेन्स भन्ने शब्द चाहिँ ल्याटिन भाषाको साथीहरू है। एडोलसेन्स भन्ने शब्द एडोलसेन्स भन्ने शब्द कुन भाषाबाट आएको हो भन्यो भने ल्याटिन भाषाबाट आएको हो भनेर जान्नु पर्यो। ल्याटिन भाषाबाट आएको हो भनेर जान्नु पर्यो। ल्याटिन भाषाबाट, जस्तो हामीले प्युबर्टी भन्ने हिजोको क्लासमा पढाएको थियौँ, अघिल्लो क्लासमा प्युबर्टीको सन्दर्भमा कुराकानी गरेका थियौँ। प्युबर्टी भन्ने शब्द ल्याटिन भाषाको प्युबर्टसबाट आएको, जसको अर्थ के हुन्छ, एज अफ म्यानहुड हुन्छ भनेर पढेको भने। अब यो एडोलसेन्स भनेको ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ के हुन्छ भन्यो भने ल्याटिन भाषाको एडोल्सियरबाट आएको है। ल्याटिन भाषाको एडोल्सियर्स भन्ने शब्दबाट आएको है। एडोल्सियर्सबाट आएको है यो शब्द। एडोलसेन्स भन्ने शब्द एडोल्सियरबाट आएको हो, जसको अर्थ के हुन्छ भने, यसको अर्थ चाहिँ के हुन्छ भने टु ग्रो टु म्याचुरिटी हुन्छ। टु ग्रो अथवा टु ग्रो टु म्याचुरिटी भन्ने हुन्छ। टु ग्रो हुन्छ अथवा टु ग्रो टु म्याचुरिटी हुन्छ। टु ग्रो टु म्याचुरिटी भन्ने हुन्छ है त। टु ग्रो टु म्याचुरिटी हुन्छ। कुन शब्दको अर्थ त भन्दा एडोलसेन्सको अर्थ। एडोलसेन्सलाई नेपाल किशोरावस्थालाई अङ्ग्रेजीमा एडोलसेन्स भनिन्छ। एडोलसेन्स भन्ने पनि शब्द आफ्नो होइन, ल्याटिन भाषाको हो। ल्याटिन भाषाको कुन शब्दको भन्दा एडोल्सियरबाट आएको। एडोल्सियरको अर्थ के हुन्छ त भन्दा, अथवा शाब्दिक अर्थ, किशोरावस्थाको शाब्दिक अर्थ भन्नाले टु ग्रो टु म्याचुरिटी हुन्छ, परिपक्वतातर्फ बढ्नु भन्ने हुन्छ नेपालीमा। नेपालीमा के हुन्छ भने परिपक्वतातर्फ बढ्नु भन्ने हुन्छ। परिपक्वतातर्फ बढ्नु भन्ने चाहिँ किशोरावस्थाको अर्थ हुन्छ। अब जान्नुपर्छ के भने यो कहिलेदेखि कहिलेसम्मको अवधिलाई किशोरावस्था भनिन्छ, त्यो जान्नु पर्यो। कहिलेदेखि कहिलेसम्मको अवस्थालाई किशोरावस्था भनिन्छ। यो यौन परिपक्वताको अवस्था अथवा यौवन अवस्था भनेको चाहिँ 10-12 वर्षदेखि 13 वर्ष 14 वर्षसम्मको अवधिलाई हामीले यौवन अवस्था भनेको थियौँ भने किशोरावस्था भनेको 13-14 वर्षदेखि 18 वर्षसम्मको अवधिलाई एडोलसेन्स भनेर भन्छौँ। यो अवधि सोध्यो भने तपाईलाई कुन अवधिलाई किशोरावस्था भनिन्छ भन्यो भने 13-14 वर्षदेखि 18 वर्षसम्मको अवधिलाई किशोरावस्था भनेर भनिन्छ। अब हर्लकले किशोरावस्थालाई पनि 2 चरणमा बाँडेकी छन्, यो कुरो जान्नु पर्यो। अब कुन चरण त है, हर्लकले किशोरावस्थालाई पनि 2 चरणमा बाँडेकी छन्। यो 2 चरणहरू के हो त, त्यो कुरो साथीहरूले जान्नुपर्छ। अब 2 चरण भनेको चाहिँ के हो भने, एउटा प्रारम्भिक किशोरावस्था, अर्को उत्तर किशोरावस्था। प्रारम्भिक किशोरावस्था, प्रारम्भिक किशोरावस्था, यसलाई अर्ली एडोलसेन्स भनेर भन्छौँ है। प्रारम्भिक किशोरावस्था एउटा है, के हो रे, प्रारम्भिक किशोरावस्था एउटा हो भने अर्को उत्तर किशोरावस्था। उत्तर किशोरावस्था, उत्तर बाल्यावस्था के अरे किशोरावस्थालाई 2 चरणमा बाँडेका छन् विभिन्न मनोवैज्ञानिकहरूले। एउटा प्रारम्भिक किशोरावस्था, एउटा उत्तर किशोरावस्था। प्रारम्भिक किशोरावस्था भनेको 17 वर्षसम्मको अवधि हो। 13 वर्षदेखि 17 वर्षसम्मको अवधिलाई प्रारम्भिक किशोरावस्था भनेर भन्छौँ। प्रारम्भिक किशोरावस्था भनेको 13 वर्षदेखि 17 वर्षसम्मको अवधि। अब यो उत्तर किशोरावस्था भनेको 17 वर्षदेखि 18 वर्षसम्म है। यसरी सम्झने। तपाईलाई सोध्न सक्छ प्रारम्भिक किशोरावस्था भन्नाले कति अवधिलाई चिन्छौँ हामी भन्यो भने 17 देखि 18। उत्तर किशोरावस्था भनेको के अरे 13 देखि 17 र 17 देखि 18। यो जानकारी यहाँहरूले राख्नु पर्यो। ओके, ठीक साथीहरु, यसमा
कुरो नबुझ्नु पर्ने केही छ त भन्नुस् त। एडोलसेन्स भन्ने शब्द ल्याटिनबाट आएको जसको अर्थ के हुँदो रहेछ अथवा शाब्दिक अर्थमा किशोरावस्था भन्नाले के बुझिन्छ भन्यो भने टु ग्रो अर टु ग्रो टु म्याचुरिटी भनेर जान्न पर्यो। अनि यो अवधिलाई पनि किशोरावस्थालाई पनि दुई चरणमा बाँडिएको छ भनेर जान्नु पर्यो। दुई चरण त के भन्दा एउटा पहिलो चरण हो प्रारम्भिक किशोरावस्था, अर्को चरण हो उत्तर किशोरावस्था। प्रारम्भिक किशोरावस्था भनेको 13 वर्षदेखि 17 वर्षसम्म हो, उत्तर किशोरावस्था भनेको 17 देखि 18 वर्ष हो। तपाईले जान्नुपर्छ अब यो प्रारम्भिक किशोरावस्थामा पनि यो उच्च तनाव एकदम दुखी हुने डराउने उमेर भनेको यही हो। शारीरिक विकास धेरै हुने चाहिँ शारीरिक तीव्र विकास, तीव्र यौनिक र शारीरिक विकास भन्छ। यो अवधिमा तीव्र यौनिक र शारीरिक विकास हुने अवधि हो। यो शारीरिक विकास हुने हो। यो अवस्थामा चाहिँ के भने भावनात्मक रूपमा तयार हुने, मानसिक रूपमा तयार हुने, सामाजिक रूपमा बढी विकास हुने अवधि यो हो। त्यही भएर कुखुरे बैंस भनेर भनेको यसलाई प्रारम्भिक किशोरावस्थालाई के भनिन्छ कुखुरे बैंस, कुरकुरे बैंस भनेर भन्छ नि। त्यो यो अवधिलाई कुरकुरे बैंस भनेर भनिन्छ है। कुरकुरे बैंस भनेर मनोवैज्ञानिकहरूले भनेका छन्। यो यसको विशेषताहरू अब हामी जान्छौँ, विशेषताहरूमा जान्छौँ है, विशेषताहरूमा जान्छौँ साथीहरु। कुरो बुझ्नु भयो भएन? अर्ली एडोलसेन्स र लेट एडोलसेन्स है, प्री र पोस्ट भने पनि हुन्छ, प्री र पोस्ट भने पनि हुन्छ। कुरो चाहिँ प्रारम्भिक किशोरावस्था र उत्तर किशोरावस्थाको प्रारम्भिक भनेको 13 वर्षदेखि 17 वर्षसम्म, उत्तर भनेको 17 वर्षदेखि 18 वर्षसम्म। बागमती प्रदेशको प्राविधिक सहायकमा पोहोरको साल सोधेको क्वेसन यही हो। हर्लकका अनुसार है, हर्लकका अनुसार प्रारम्भिक किशोरावस्था भन्नाले कति उमेर समूहलाई बुझाउँछ भनेर क्वेसन सोधेको थियो। यो कुराकानी साथीहरुले बुझ्नु पर्यो। अब हामी विशेषतातिर जाउँ है। केही छ भन्नुपर्ने साथीहरुले हेर्नु त। साथीहरुले भन्नुपर्ने यहाँ किशोरावस्थाको बारेमा भन्नुपर्ने कुराकानी केही छ त भन्नुस् त। केही छैन है, केही छैन भन्नुभएको छ। ओके ल, अब यसको विशेषताहरुमा जाउँ हामी है। विशेषताहरुमा किशोरावस्थाको विशेषताहरुमा जाउँ। किशोरावस्थाको विशेषता, यो किशोरावस्था भनेको महत्त्वपूर्ण अवस्था हो साथी। किन महत्त्वपूर्ण हो? किन महत्त्वपूर्ण हो? यो हरेक शारीरिक परिवर्तनहरू र शारीरिक परिवर्तन, यौनिक परिवर्तन, यौनिक विकास हुने र यौनिक सँगसँगै मनोवैज्ञानिक रूपमा पनि तयार हुने हैन, विवाहका लागि तयार हुने, आर्थिक उपार्जनका लागि तयार हुने, अब पढाइ आफ्नो भविष्य रोज्नेतिर तयार हुने हैन। एसएलसी पछाडि के गर्छन् है, त्यो उमेर भनेको 11-12 पढ्ने उमेर हो गएन भन्नु त। 11-12 पढ्ने उमेर भनेको यो किशोरावस्थालाई हामी के भन्छौँ महत्त्वपूर्ण उमेर भन्छौँ। शारीरिक सँगसँगै मानसिक रूपमा तयार हुने, भावनात्मक रूपमा तयार हुने उमेरलाई हामी महत्त्वपूर्ण उमेर, यो किशोरावस्था भनेको महत्त्वपूर्ण उमेर हो। दिवा स्वप्नको उमेर हो, वयस्क अवस्थाको संहार हो, दिवा स्वप्नको उमेर हो, आँधी र बेहेरीको उमेर हो गएन, डराउने र दुखी हुने उमेर हो भनेर किशोरावस्थाको विशेषताहरुमा पढ्नुपर्छ। विशेषताहरु के हुन् अथवा तलका मध्ये कुन हो कुन होइन भनेर तपाईलाई क्वेशन सोध्यो भने यही कुराहरु भन्ने। महत्त्वपूर्ण अवस्था भनेको के हो, किशोरावस्थाको विशेषता तलका मध्ये कुन चाहिँ होइन अथवा कुन चाहिँ हो भने महत्त्वपूर्ण विशेषता हो। किशोरावस्था भनेको महत्त्वपूर्ण अवस्था हो भनेर जान्न पर्यो। बुझ्नुहुन्छ साथीहरु है? किशोरावस्था कस्तो अवस्था हो त? खै त साथीहरुले च्याटमा लेख्नुहुन्न, लेख्नुस् त। किशोरावस्था कस्तो अवस्था हो त? महत्त्वपूर्ण अवस्था हो जान्नु पर्यो। अर्को छ किशोरावस्था दोधारको अवस्था हो। दोधारको अवस्था हो। जस्तो यो विभिन्न सिलसिलामा
है विभिन्न कुरामा दोधार केमा दोधार भन्दा पढाइमा यो पढ्ने कि त्यो पढ्ने एजुकेसन पढ्ने कि कमर्स पढ्ने है कुन विषय छान्ने कुन कलेज पढ्ने हो यस्ता कुराहरुमा दोधार हुन्छ है किशोरावस्थामा के हुन्छ दोधार हुन्छ कुन कस्तो व्यवहार गर्ने गाउँमा बस्ने कि शहरमा बस्ने यहाँ पढ्ने कि वहाँ पढ्ने हो यो विभिन्न किसिमका चाहिँ दुईटा बाटो छान्ने है अवस्था भएको कारणले यसलाई के भन्छ दोधारको अवस्था भनेर भन्छौं अर्को परिवर्तनको अवस्था किशोरावस्था परिवर्तनको अवस्था परिवर्तन त भइ नै हाल्छ है के परिवर्तन हुन्छ भन्नुस् त के परिवर्तन हुन्छ संवेगात्मक परिवर्तन हैन संवेगात्मक परिवर्तन यौनिक रूपमा परिवर्तन क्षमतावान हुने त्यो परिवर्तनको अवस्था है परिवर्तनको अवस्था र अब सो पहिचान खोज्ने वा परिचय खोज्ने उमेर हो यो हेर्नुस् है परिचय खोज्ने उमेर म को हुँ त मेरो जिम्मेवारी के हो है अब म घरमा को हुँ म कस्तो हो भनेर परिचय खोज्ने है आफ्नो मनस्थिति चेन्ज गर्ने उमेर हो परिचय खोज्ने उमेर दिवा स्वप्नको उमेर पनि भनिन्छ अवास्तविकताको उमेर पनि भनिन्छ वास्तविकतामा नरमाउने अवास्तविकतामा रमाउने मलाई यसो भएको भए म फर्स्ट भइदिएको भए है म यहाँ भइदिएको भए यसो गर्थेँ भनेर दिउँसै सपना देख्ने उमेर हो यो किशोरावस्था अर्को अवास्तविकताको समय पनि भनिन्छ है कहिलेकाहीँ फेरि यहाँ साथीले यो शब्द आयो भनेर के होला यो भन्ने नठान्नु होला अवास्तविकताको अवस्था अवास्तविकताको उमेर भनेर भन्छौँ अवास्तविकता भनेको त वास्तविकमा नरमाउने रियालिटीमा होइन कि छुट्टै संसारमा रमाउने दिउँसै सपना देख्ने उमेर भनेर किशोरावस्थालाई हामी चिन्छौँ किशोरावस्थालाई चिन्छौँ यो परिचय खोज्ने भनेर म को हुँ भनेर परिचय खोज्ने डराउने दुखी हुने हो हैन डराउने वा दुखी हुने उमेर कहिलेकाहीँ यिनीहरू उत्तेजित हुन्छन् कुरकुरे बैंसी लाएर हैन अनि यिनीहरूलाई विभिन्न घटनाहरू घट्ने हुनाले यिनीहरूले के हुन्छन् डराउने र दुखी हुने उमेर डराउने र दुखी हुने स्टानले हल भन्ने मनोवैज्ञानिकले के भनेका छन् भने किशोरावस्था भनेको आँधी र बिहेरीको उमेर छटपटाउने कता कता एक ठाउँमा बस्दै नबस्ने हिँडे गर्ने उमेर त्यो टिप्नु होला यहाँ छुट्टै टिप्नु होला स्टानले हलका अनुसार किशोरावस्था भनेको आँधी र बिहेरीको उमेर हो है आँधी र बिहेरीको उमेर हो यो टिप्नु होला छुट्टै टिप्नु होला यसलाई स्टानले हलका अनुसार किशोरावस्था भनेको कस्तो अवस्था हो एकदम आँधी र बिहेरी डराउने दुखी हुने आँधी र बिहेरी भनेको एक ठाउँमा नबस्ने है उमेर भनेर हामी भन्छौँ अर्को दैलो वयस्क अवस्थाको दैलो थाहा छ वयस्क अवस्थाको दैलो भने के हो अब यो भन्दा पछाडि वयस्क अवस्थामा प्रवेश गर्ने हुनाले यो अवस्थालाई वयस्क अवस्थाको दैलो संहार पनि भनिन्छ अब यहाँ भन्दा पछाडि हेरौँ न यो 13 वर्षदेखि 18 वर्षसम्मको अवधिलाई किशोरावस्था भनियो यो भन्दा पछाडि 18 वर्षदेखि 40 वर्षसम्मको अवधिलाई पूर्व वयस्क अवस्था भन्छन् भनेपछि संहार भनेको दैलो के ढोका भनेको सुरुवात भनेको अब वयस्क अवस्था सुरुवात हुने भएकोले यो अवस्थालाई के भन्छ वयस्क अवस्थाको संहार भनेर भनिन्छ टिप्नु होला वयस्क अवस्थाको संहार वयस्क अवस्थाको संहार वा दैलो जे भने पनि हुन्छ दैलो ढोका जे भने पनि हुन्छ वयस्क अवस्थाको संहार भनेर भन्छौँ यो अलिकति दिवा स्वप्नको उमेर भइहाल्यो
योमा चाहिँ अवास्तविकताको उमेर पनि भइहाल्यो साथीहरु है। एउटा लेख्नु भएको छ के होला है। आधी र बेहुरीको उमेर पनि भइहाल्यो। आधी र बेहुरीको उमेर, दिवा स्वप्नको उमेर, संक्रमणको उमेर है। एउटा संक्रमणकालीन उमेर भनेर भनिन्छ यसलाई। संक्रमण काल भनेको कस्तो हो थाहा छ? देश संक्रमण काल भनेको कस्तो हो भन्नुस् त? विकास हुन लागेको नभइसकेको हैन, तल धेरै बिग्रिसकेको पनि होइन हैन, कस्तो खालको भन्नुस् त? संक्रमण काल भनेको कस्तो हो? बीचको अवस्था है, माथि न युवा भइसकेको न केटाकेटी नै, त्यस्तो खालको संक्रमण काल, बीचको काल। अब विकास हुने, वयस्क हुने अबको स्थितिमा त्यो हुन्छ भने यो चाहिँ संक्रमण काल हो भनेर जान्न पर्यो है। संक्रमण काल भनेको के रहेछ थाहा भयो साथीहरु? संक्रमण काल ल अब साथीहरुले किशोर अवस्थाको विशेषताहरु तलका मध्ये कुन चाहिँ हो कुन चाहिँ होइन भन्यो भने जान्नुहुन्छ कि हुँदैन भन्नु त? किशोर अवस्था भनेको तलका मध्ये कुन चाहिँ हो कुन चाहिँ होइन भन्यो भने जान्नुहुन्छ? अब भन्नुस् त ल। खै त साथीहरुलाई च्याट गर्न नमिल्यो भनेको छ छैन? तपाईले मज्जाले लेख्न सक्नुहुन्छ, तै पनि डराउनुहुन्छ किन हो? ल किशोर अवस्थाको बारेमा अब भन्न सक्नुहुन्छ कि हुँदैन भनेर भनेको क्या, सोधेको त्यसो तपाईहरु भन्नु नै हुन्न। अहिलेसम्म के कुरो पढियो भन्दा किशोर अवस्था भने ल्याटिन भाषाबाट आएको यो एडोलसेन्स भन्ने शब्द एडोलसियरबाट आएको। एडोलसियरको अर्थ हुन्छ टु ग्रो अर टु ग्रो टु म्याचुरिटी हैन। एउटा टु ग्रो हुन्छ अथवा टु ग्रो टु म्याचुरिटी हुन्छ, दुईटा कुरो हुन्छ। त्यो भनेको परिपक्वतातर्फ बढ्नु भनेर भने हो। मनोवैज्ञानिकहरूले यो किशोर अवस्थालाई पनि हर्लकले पनि दुई भागमा बाँडेका छन्। हर्लकले दुई भागमा विभाजन गरेका छन्। एउटा हो पूर्व किशोर अवस्था, अर्को हो उत्तर किशोर अवस्था। पूर्व किशोर अवस्था भनेको 17 देखि 13 वर्षदेखि 17 वर्षसम्म, त्यो उमेरमा शारीरिक वृद्धि बढी हुन्छ, शारीरिक परिपक्वता धेरै हुन्छ। अब अर्को भनेको उत्तर किशोर अवस्था। उत्तर किशोर अवस्था भनेको मानसिक विकास बढी हुन्छ। विशेषताहरुमा हामीले चाहिँ के हेरौँ त भन्नु त? विशेषताहरुमा यो चाहिँ डराउने उमेर हो, परिचय खोज्ने उमेर हो, संक्रमणकालीन उमेर हो। किन भनेको भन्ने कुरा पनि बन्यो है। यो किन भनेको त भन्दा महत्त्वपूर्ण उमेर हो। यो चाहिँ दोधारको उमेर हो। यता जाने कि उता जाने कि तल हो कि माथि हो, हामी वयस्क ठुलो भइसक्या हो कि सानै हो भन्ने त्यो दोधारको अवस्था, संक्रमणकालको अवस्था महत्त्वपूर्ण, एकदम महत्त्वपूर्ण उमेर हैन भनेर यसलाई हामीले चिन्छौं। ल साथीहरुको कुनै जिज्ञासा भए राख्नु होला, नत्र भने हामी अगाडि बढ्यौं। ओके ठीक छ। संक्रमणकालीन उमेर भनेको कुन हो भनेर भन्यो भने यही भन्ने है। अवास्तविकताको उमेर भनेको कुन हो, दिवा स्वप्नको उमेर भनेको कुन हो भन्यो भने यही भन्ने। आँधी र तुफानको उमेर भनेको कुन हो भन्यो भने यो भन्ने। आफ्नो परिचय खोज्ने उमेर भनेको कुन हो भने संघर्षपूर्ण उमेर। त्यसैगरी चाहिँ संक्रमणको उमेर भन्यो भने कुन भन्ने यही भन्ने है त। अनि वयस्क अवस्थामा प्रवेश गर्ने दैलो भन्यो भने यही भन्ने है त। दैलो भन्यो भने यही भन्ने है साथीहरु। कुरो बुझ्नु भएको छैन भन्नु त? सकिन्छ अब यो कुरो लेख्न सकिन्छ? बोले मार्दिनु है साथीहरु। कोही बोल्ने होइन साथीहरु है, कम बोल्नुहुन्छ ठिकै, राम्रै कुरो हो। धेरै बोले पनि के काम र हैन। अब हामी जान्छौं यसको विकासात्मक विशेषताहरु, विकासात्मक कार्यहरु के विकास हुन्छ त, यो अवस्थामा विकासात्मक कार्यहरु के हुन्छ त भन्ने कुराहरुमा अब हामी जान्छौं। विकासात्मक कार्यहरुमा अब हामी जान्छौं।
साथीहरु विकासात्मक कार्यमा जान्छौँ। खै त साथीहरु लेख्नु त लेख्नु। अब विकासात्मक कार्य भनेको के त भन्दा के विकास हुन्छ त? जस्तो ठोस खानेकुराहरू खान सिक्नु भनेको कुन उमेरमा थियो? ठोस खानेकुरा खान सिक्नु, आफ्नो स्वावलम्बी सिप कुन अवस्थामा थियो? थाहा छ? स्वावलम्बी सिप कुन अवस्थामा थियो? खुट्टे र हाते र खुट्टे सिपहरूको विकास कुन अवस्थामा थियो? हो, त्यसैगरी यो विकासात्मक कार्य भनेको कसको त भन्दा किशोरावस्थाको। अब यसमा के हुन्छ थाहा छ? हर्लकका अनुसार हामीले पढ्नुपर्ने कसको अनुसार? हर्लकका अनुसार। हर्लकका अनुसार किशोरावस्थाको विकासात्मक कार्य टपिक त्यो भयो है साथीहरु। किशोरावस्थाको विकासात्मक कार्यहरू। विकासात्मक कार्यहरू हाम्रो टपिक यो हो है। किशोरावस्थाको विकासात्मक कार्यहरू भन्ने हाम्रो टपिक भयो। अब यसमा चाहिँ के छ भने आफ्नो शरीरलाई स्वीकार्ने। यौवन अवस्थामा चाहिँ बालबालिकाले केटाकेटीले आफ्नो शरीरलाई स्वीकार्दैनन्। अब यो अवस्थामा चाहिँ के भइसक्छन् त भन्दा अब म यस्तै हो, यो मानव शरीरले यस्तै रहेछ भनेर आफ्नो शरीरलाई स्वीकार गर्न सक्ने र प्रभावकारी ढङ्गबाट के गर्न सक्ने? अगाडि बढाउन सक्ने है। प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सक्नेलाई हामी के भन्छौँ? यो विकासात्मक कार्य भन्छौँ। शरीरलाई स्वीकार गर्ने। यस्तै त रहेछ, सबैमा यो विकास हुँदो रहेछ। यो परिवर्तनकारी जुन म मात्र आएको होइन रहेछ, सबैमा हुँदो रहेछ। आफ्नो दौतरीहरूलाई हेर्ने र त्यसको पनि यस्तै छ, मेरोमा नि यस्तै छ, के भएको छ र भनेर शरीरलाई स्वीकार गर्ने। शरीरलाई के गर्ने? स्वीकार गर्ने। त्यसलाई हामी विकासात्मक कार्य भनेर भन्छौँ। अर्को केटा र केटीको भूमिका। केटा र केटीको भूमिकामा रहने के भने थाहा छ? केटा र केटीको आफ्नो भूमिका हुन्छ। केटा हो भने गाउँ समाजमा यसो लिडरसिप गर्ने हैन। अब मैले विवाह गर्नुपर्छ, अब भोलि पर्सि हामीले छोराछोरी पाल्नुपर्छ, बच्चा बच्ची पाल्नुपर्छ, श्रीमती पाल्नुपर्छ भनेर त्यही अनुसार मानसिकता बनाउनु। केटी हो भने अब मेरो बिहा गर्ने बेला भयो, बिहा त 20 वर्षपछि गर्ने हो, तै पनि उनीहरू परिपक्व शारीरिक रूपमा त भइसकेका हुन्छन् हैन। अब बिहे गरेर जानुपर्छ, भोलि पर्सि केटा घरमा जानुपर्छ भनेर एक किसिमले मानसिक रूपमा तयार हुने र त्यही अनुसार निर्वाह गर्ने। अब केटीले चाहिँ घरमा आमालाई सघाउने कुराहरू होला, केटाले चाहिँ घरमा बुवालाई सघाउनु पर्ने कुराहरू, बुवाको भूमिकामा केटा रहन्छ हैन। आमाकोले गर्नुपर्ने कार्यहरू केटीले गर्ने। त्यसलाई हामी के भन्छौँ? केटा र केटीको आफ्नो भूमिका के गर्ने? बनाउनु चाहिँ स्वीकार गर्ने र त्यही अनुसार निर्वाह गर्ने है। अब साथी बनाउने। साथी पनि कस्तो त भन्दा केटाले केटा साथी पनि बनाउँछ, केटीले केटा साथी पनि भन्छ। जस्तो उत्तर बाल्य अवस्थामा के गर्थ्यो भन्दा केटाले केटा साथी, केटीले केटी साथी। यहाँ चाहिँ केटाले केटीहरूले बोयफ्रेन्ड बनाउने, केटाहरूले गर्लफ्रेन्ड बनाउने हो। त्यो अवधि भनेको किशोरावस्था हो है। दुवै के भन्छन्? केटा र केटी दुवै साथी बनाउने है। विपरीत लिङ्गीप्रति आकर्षित हुने पनि भन्छन् है। दुवै यौन वर्गका साथी बनाउने भनेर सम्झनु।
साथी बनाउने है, दुवै यौन वर्गको साथी बनाउने। अब आमा बाबुले के भन्छन्, अब जे गरे पनि तैँले नै हो भनेर स्वतन्त्रता दिन्छन्। स्वतन्त्रता है, आमा बाबुबाट स्वतन्त्रता। अब 2-400 पैसा गोजीमा हुन पनि थाल्छ। आर्थिक पेसा, आफ्नो व्यवसायप्रति अब मैले यसो गर्ने हो भनेर तयार हुने। विवाह र पारिवारिक सम्बन्धमा तयार हुने। विवाह र पारिवारिक सम्बन्धको का लागि पनि के हुने, तयार हुने है। विवाहका लागि तयार हुने, आर्थिक कुराका लागि तयार हुने, पैसा पेसा हैन, आर्थिक गतिविधिमा पनि तयार हुने है। आर्थिक गतिविधिमा पनि तयार हुने। सामाजिक नैतिक भाषिक विकास गर्ने। सामाजिक मूल्य मान्यता नैतिक चरित्रको विकास गर्ने। सामाजिक मूल्य मान्यता नैतिक चरित्रको विकास गर्ने। यिनीहरू कार्य चाहिँ के हो त, विकासात्मक कार्य। यसलाई कण्ठ गरिरहनु पर्दैन है, हामीलाई त्यति धेरै सोध्दैन यो। हामीलाई विशेषताहरू चाहिँ धेरै सोध्छ है, विशेषताहरू चाहिँ धेरै सोध्छ। यो चाहिँ सोधिरहेको धेरै छैन पनि, तपाईहरुले कण्ठ गरिरहनु जरुरी पनि छैन। कण्ठ गरिरहनु जरुरी पनि छैन। अब किशोरावस्थामा परिवर्तनहरूमा हामीले शारीरिक परिवर्तन अनि मनोवैज्ञानिक परिवर्तन भनेर दुई किसिमका परिवर्तन हेर्छौँ है। यो विकासात्मक विशेषताहरूको बुझ्नु भएको छ? लेख्नुहोस् त साथीहरु, रिक्वेस्ट गरे साथीहरुलाई मैले। यो विकासात्मक विशेषताहरू बुझ्नु भएको तपाईहरुले? विवाहका लागि, पारिवारिक जीवनका लागि तयार हुने हैन, आफ्नो नैतिक आचरण सुधार गर्ने, सामाजिक रूपमा म अब चाहिँ आफ्नो उत्तरदायित्व वहन गर्ने, आफूलाई शारीरिक रूपमा स्वीकार गर्ने, आफूलाई शारीरिक रूपमा के गर्ने, स्वीकार गर्ने, आफ्नो शरीरलाई स्वीकार गर्ने। केटी हो भने केटीको यौन भूमिकामा रहने, केटा हो भने केटाको यौन भूमिकामा रहने, आफ्नो मनस्थिति तयार गर्ने, परिपक्व हुने हो। यो अवस्थामा यस्तो विकासात्मक लक्षणहरू देखा पर्छ भनेर भनेको। अब हामी यो किशोरावस्थामा विकास परिवर्तन भित्र हामीले के हेर्छौँ त, शारीरिक परिवर्तन अनि मनोवैज्ञानिक परिवर्तन है। अब शारीरिक परिवर्तनमा पहिला शारीरिक परिवर्तन हेरौँ। किशोरावस्थाको शारीरिक परिवर्तन, सबभन्दा पहिला कुन परिवर्तन? शारीरिक परिवर्तन हेरौँ। किशोरावस्थामा शारीरिक परिवर्तन। शारीरिक परिवर्तन भित्र दुई किसिमको हेर्नुपर्छ। एउटा बाह्य परिवर्तन, बाहिर देखिने परिवर्तन, अर्को आन्तरिक परिवर्तन है। एउटा बाह्य परिवर्तन भने बाहिर हेर्दा देखिने परिवर्तन अथवा शरीरका बाहिरी अङ्गहरूको परिवर्तन बाह्य परिवर्तन हो भने, अर्को आन्तरिक परिवर्तन, आन्तरिक अङ्गहरूको परिवर्तन, भित्री अङ्गहरूको परिवर्तन है। एउटा बाह्य परिवर्तन, अर्को आन्तरिक परिवर्तन। आन्तरिक वा भित्री अङ्गहरूको परिवर्तन, भित्री परिवर्तन है। अब बाह्य भनेको बाहिर देखिने है। बाह्य भनेको के? बाहिर देखिने के त भन्दा हामीले उचाइ बढेको देख्छौँ। बाहिर देखिने परिवर्तन भनेको के त? उचाइ हाइट बढेको देख्छौँ। हाइट बढेको देख्छौँ। हाइट पनि केटा र केटीमा के हुन्छ? फरक गतिमा बढ्छ, फरक बेला बढ्छ। केटाको चाहिँ उचाइ 19-20 वर्षसम्म बढेको हुन्छ है। खुर बुझ्नु है, केटाको उचाइ 19-20 वर्षसम्म बढ्छ भने केटीको उचाइ चाहिँ 17-18 वर्षसम्म बढ्छ भनेर अध्ययनमा देखाइएको छ। एक अध्ययनले यसो भनेको छ यो उचाइको कुरो।
अर्को के हुन्छ तौल। तौल के हुन्छ बोसो सबै घटेर समानुपातिक रूपले बढ्छ। किशोरावस्थामा ढुङ्गा खाए पनि पच्ने बेला हो। तौल चाहिँ के हुन्छ समानुपातिक हुन्छ। सबै अङ्गहरूमा समानुपातिक तौल वृद्धि भएको हुन्छ। त्यसैगरी शरीरको अनुपात बाहिर देखिने अनुपात भनेको के त स्तनको आकार बढ्ने कुरा है। केटीहरुमा स्तनको आकार बढ्ने कुरा, हिप ठुलो हुने हैन, केटाहरुको चाहिँ छाती अलि चौडा हुने, यो हात पाखुरा ठुलठुलो हुने, त्यो शरीरको अनुपात बढेको है। शरीरको अनुपात भने त्यो शरीरको अनुपात शारीरिक अनुपात भनेर भन्छौं। अर्को यौन अङ्गहरू है। यौन अङ्गहरू सेक्स अर्गन बढ्ने। यौन अङ्ग भनेको है केटीहरुमा पाठेघरको आकार तौल बढ्ने है। यौन अङ्गहरूको चाहिँ केटाहरुमा लम्बाइ मोटाइ बढ्ने, त्यो कुराहरु रहेका छन्। यो बाह्य परिवर्तन। त्यसैगरी अर्को गौण यौन विशेषता भन्छन्। सहायक यौन विशेषता पनि भन्छन् त्यसलाई। सहायक यौन विशेषता। सहायक यौन विशेषता भने चाहिँ नि कस्तो हो भने नि यो प्राथमिक र सहायक भन्ने छ। प्राथमिक यौन अङ्गको विकास हुनु चाहिँ प्राथमिक विशेषता हो। अनि सहायक यौन विशेषता भने चाहिँ यौन अङ्ग भन्दा बाहिर, जस्तो केटाहरुको दाढी जुङ्गा पलाउने, छातीमा चाहिँ रौँहरु आउने, काखीमुनि रौँ आउने हैन, शरीरका विभिन्न भागहरुमा रौँ आउने कुरा चाहिँ सहायक यौन विशेषता हो। सहायक यौन विशेषता हो। अनि केटाहरुको पोली धोत्रो हुँदै जाने, केटीहरुको पोली सुरिलो हुँदै जाने हैन, त्यो चाहिँ के हो त सहायक यौन विशेषता। यौन अङ्गहरूको विकास हुनु चाहिँ प्राथमिक यौन विशेषता हो भने यौन अङ्ग भन्दा बाहिरका कुराहरू त्यसले प्रभाव पार्दाखेरि के कस्ता कुराहरू चाहिँ देखाएको हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौं सहायक यौन विशेषता भन्छौं। बुझिन्छ साथीहरु? कुरो बुझिन्छ? सहायक र यौन अङ्गहरूको विकास र सहायक यौन विशेषताको कुरा हामीले यहाँ हेर्यौं। अब आन्तरिक वा भित्री परिवर्तन। आन्तरिक वा भित्री परिवर्तन भनेको चाहिँ के परिवर्तन हुन्छ? पाचन प्रणालीको कुरा। हाम्रो शरीरभित्र के छ त? मुटु, कलेजो, फोक्सो हैन, ती कुराहरू हो। मुटु, कलेजो, फोक्सोका कुराहरू त्यो भनेको पाचन प्रणाली। हाम्रो शरीरभित्र के छ त? भित्री अङ्गहरू भनेको त्यही हो, पाचन प्रणाली हैन। अर्को रक्त सञ्चार प्रणाली, यही विकास हुन्छ। रक्त सञ्चार प्रणाली है। अनि बुद्धि, मस्तिष्कको विकास हुन्छ हो के? श्वास प्रश्वास प्रणाली है, श्वास प्रश्वास प्रणाली हैन, यी कुराहरूको विकास हुन्छ के? इन्डोक्राइन प्रणाली है, इन्डोक्राइन प्रणाली र हाम्रो चाहिँ तन्तुहरूको विकास, तन्तुहरूको विकास र मस्तिष्कको विकास, मस्तिष्कको विकास हो। यो चाहिँ के त भन्दा आन्तरिक अङ्गहरू, भित्री अङ्गहरूको विकास। उचाइ भन्नुभएको छ। उचाइ भनेको केटाहरुमा 19-20 वर्षसम्म, यो औसतमा लिएको है, औसतमा लिएको हो। औसतमा केटाहरुको उचाइ 19-20 वर्षसम्म बढ्छ, केटीहरुको उचाइ 17-18 वर्ष पछाडि रोकिन्छ भन्न खोजेको। कुरोकानी साथीहरुले बुझ्नु भयो? लेख्नु होला ल त। लेख्नु साथीहरु, कुरोकानी के छ? कुरोकानी बुझियो कि बुझिएन भनेर लेख्नु होला।
यसलाई हामी के भन्छौं शारीरिक परिवर्तन भन्छौं है। शारीरिक परिवर्तन भनेको उचाइ तौल हैन यौन अङ्गहरूको विकास सहायक अङ्गहरू र यौन अङ्गहरुमा अलि बुझ्नुपर्छ। त्यहाँनिर आन्तरिक अङ्ग भने पेट पाचन प्रणालीको कुरा मैले लेखेँ साथीहरुलाई हेर्नु त। पाचन प्रणालीमा के हुने पेट आमाशय बढ्ने हैन त्यो विकास हुने। त्यसैगरी रक्त सञ्चार प्रणालीमा के हुने त मुटुको विकास हुने। जन्मेको भन्दा 12 गुणा विकास हुन्छ भन्छ यो अवस्थामा मुटु रक्त सञ्चार प्रणालीमा मुटु जन्मेको भन्दा 12 गुणा बढ्ने 12 गुणा ठुलो हुने भनेको है। मुटु जन्मेको भन्दा 12 गुणा के हुने ठुलो हुने भनेको। मुटु चाहिँ जन्मेको भन्दा 12 गुणा ठुलो हुने भनेको। बुझ्नुभयो? श्वास प्रश्वास केले गर्छ त फोक्सोले गर्छ हैन। फोक्सो त्यो कुराहरु साथीहरुले बुझ्नु पर्यो है। त्यो कुराहरु साथीहरुले बुझ्नु पर्यो। ल अब यसमा अलि बढी तपाईले ध्यान दिनुपर्ने कुरो के छ भने नि है यसमा अलि बढी ध्यान दिनुपर्ने कुरोहरु चाहिँ के छ भने साथीहरुले संकट है संकट चाहिँ ध्यान दिनुपर्छ। यो उत्तर के रे किशोरावस्थामा संकटहरु है विभिन्न समस्याहरु देखा पर्छ। किशोरावस्थामा विभिन्न समस्याहरु देखा पर्छ। त्यो मध्ये संकट किशोरावस्थामा संकट के देखा पर्छ त भन्ने सन्दर्भमा साथीहरुले कुरो बुझ्नुपर्छ। शारीरिक परिवर्तन भित्र यो कुरो बुझ्नु भयो। परिवर्तन रुचि संकट पढ्नुपर्छ हामीले हैन। शारीरिक परिवर्तन भित्र बाह्य परिवर्तन र आन्तरिक परिवर्तन हेर्ने। बाह्य परिवर्तन भित्र उचाइ तौल शरीरको अनुपात भन्दाखेरि हात गोडा कस्तो हुन्छ सलक्क परेको हुन्छ बोसो घट्छ त्यति बेला भन्ने कुराहरु हेर्नुपर्छ। यौन अङ्गहरुको विकास र सहायक यौन विशेषताहरुको विकास। अब हामी जाम संकटहरुमा लेख्नु त संकट लेख्नु साथीहरु। संकट भनेको शारीरिक संकट र मनोवैज्ञानिक संकट दुई किसिमको संकटहरु पढ्नुपर्छ। है संकट भित्र हामीले शारीरिक संकट र मनोवैज्ञानिक संकट। किशोरावस्थामा हुने संकटहरुलाई दुई भागमा बाँडिएको छ। एउटा शारीरिक संकट वा खतरा हैन। संकट वा खतरालाई दुई भागमा बाँडिएको छ। एउटा शारीरिक संकट अर्को मनोवैज्ञानिक संकट। किशोरावस्थामा हुने संकटहरुलाई कति भागमा बाँडिएको छ दुई भागमा बाँडिएको छ। ल तालिका बनाउनु साथीहरु। एकापट्टि शारीरिक संकट लेख्नु अर्कोपट्टि मनोवैज्ञानिक संकट लेख्नु है। संकट किशोरावस्थामा हुने संकटहरु है। किशोरावस्थामा देखिने संकटहरु। संकटमा चाहिँ के छ त भन्दा एउटा शारीरिक संकट अर्को मनोवैज्ञानिक संकट है। एउटा छ शारीरिक संकट अर्को छ मनोवैज्ञानिक संकट है। शारीरिक संकट र मनोवैज्ञानिक संकट रहेका छन्। शारीरिक संकट भनेको बाहिर देखिने शरीरसँग सम्बन्धित हैन। बाहिर देखिने संकटलाई शारीरिक संकट भन्छौं। शरीरलाई असर गर्ने संकटलाई समस्यालाई शारीरिक संकट भन्छ भने मनोवैज्ञानिक भनेको मानसिक रूपमा असन्तुलन हुने व्यवहार त्यस्तो देखाउने नैतिक व्यवहार है। घरायसी व्यवहार पारिवारिक सम्बन्ध बिग्रियो नैतिक विचलन आयो नैराश्यता आयो भने त्यसलाई हामी के भन्छौं मनोवैज्ञानिक संकट भनेर भन्छौं। जस्तै यो अवस्थामा बालबालिकाहरू अब यो अवस्था भनेको डराउने उमेर दुखी हुने उमेर अवस्था वास्तविकको उमेर हैन दिवा स्वप्नको उमेर भएको हुनाले
यो अवस्थामा धेरै आत्महत्या हुने चान्सेस हुन्छ। एक नम्बरमा हो आत्महत्या। आत्महत्या है, जस्तै यस चाहिँ के का कारणले आत्महत्या गर्ने त भन्दा के का कारणले आत्महत्या गर्ने भन्दा के का कारण आत्महत्या गर्ने भन्दाखेरि विभिन्न उनीहरूले चाहेको कुरा नहुने, दिउँसै सपना देख्ने र त्यो सपना पुरा नहुने, त्यसका कारणबाट के हुन्छ आत्महत्या हुने चान्सेस हुन्छ। यो आत्महत्या भनेको शरीरलाई प्रभाव पार्ने भएकोले यो के छ त शारीरिक सङ्कटभित्र राखिएको छ। अर्को बिरामी, विभिन्न कारणबाट बिरामी हुने इलनेस भनेर भन्छौँ है, बिरामी हुने, बिरामीका कारणबाट पनि शरीरलाई के हुन्छ असर गर्छ है, असर गर्छ। अर्को शारीरिक कमजोरी, है साथी, शारीरिक कमजोरी, कहिलेकाहीँ कान नसुन्ने समस्या, कहिले आँखा नदेख्ने समस्या है, विभिन्न समस्याहरू देखा पर्ने शारीरिक कमजोरी, दाँत नमिलेको दाँत हुने हो, त्यस्तो चाहिँ शारीरिक कमजोरीभित्र पर्छ। अब केटा भयो भने केटाको जस्तो व्यवहार नदेखिने अथवा त्यो केटाको जस्तो शारीरिक चाहिँ अङ्गहरूको विकास नहुने, त्यसलाई चाहिँ के भन्छ भने लिङ्गे विशेषता नझल्किने शारीरिक अङ्गहरूको विकास भनेर भन्छ है। केटा हो भने दारी जुङ्गै नआउने होला है, केटी हो भने स्तनको आकार वृद्धि नहुने कुराहरू होला है। त्यस्तो भयो भने शारीरिक संरचनाको विकास नहुने, यसलाई शारीरिक संरचना है, यो बुझ्नुहुन्छ। केटा र केटीको शारीरिक संरचना सोही अनुसार नहुनेलाई हामी शारीरिक सङ्कटभित्र राख्छौँ। यो चाहिँ शारीरिक सङ्कटभित्र राखौँ। बिरामी हुने, आत्महत्या गर्ने है, आत्महत्याका कारणबाट के हुन्छ मृत्यु हुन्छ। आत्महत्याका कारणबाट मृत्यु हुन्छ हो, यतिलाई हामी के भन्छौँ शारीरिक सङ्कट भनेर भन्छौँ। अब अर्को चाहिँ के छ भने मनोवैज्ञानिक सङ्कट। यसमा कुनै नबुझ्ने कुरो छ साथीहरू? अब मनोवैज्ञानिक भनेको के त साइकोलोजिकल रूपमा के हुने त उनीहरू समस्या पर्ने। अब के कुराले समस्या पर्छ त? एउटा पारिवारिक सम्बन्धले समस्या पर्छ। पारिवारिक सम्बन्धबाट के हुन्छ त भन्दा मनोवैज्ञानिक रूपमा असर पर्छ। कसरी असर पर्छ त भन्दाखेरि पोर फ्यामिली भयो, गरिब परिवार छ हैन, उनीहरूको कुरो बुझेनन्, उनीहरूको त दिवा सपना हुन्छ मेरो त ठुलो घर भइदिएको भए हैन, मेरो कुरो सबै बाआमाले बुझिदिएको भए, मलाई ठुलो स्कुलमा पढाइदिएको भए भनेर उनीहरू काल्पनिक संसारमा रमाइरहेको अवस्था हो किशोर अवस्था। अनि त्यसो हुनाले चाहिँ के हुन्छ त भन्दा पारिवारिक सम्बन्ध बिग्रिया हुन्छ। कुरो बुझ्दैनन्, सङ्घारको उमेर हो यो, न चाहिँ केटाकेटी न ठुलो न बुढो न बच्चा भने हो, त्यस्तो उमेर हो। त्यसैले पारिवारिक सम्बन्धका कारणबाट पनि उनीहरूमा के हुन्छ त कहिलेकाहीँ समस्या पर्छ। त्यसलाई हामी के भन्छौँ त मनोवैज्ञानिक सङ्कटभित्र पारिवारिक व्यवहार। अर्को नैतिक व्यवहारहरू, यसो गर भने नगर्ने कुराहरू नैतिक व्यवहारमा पर्छ, विभिन्न नीतिगत कुराहरू है। अर्को यौन व्यवहार है, यौन क्रियाकलाप वा यौन व्यवहार भन्छौँ। यो चाहिँ शारीरिक रूपमा यौनिक रूपमा उनीहरू परिपक्व भइसक्ने हैन, विपरीत लिङ्गीप्रति आकर्षित हुने हो। त्यसो हुँदाखेरि विभिन्न यौन क्रियाकलापहरूले गर्दाखेरि उनीहरूमा चाहिँ के हुन्छ त नैराश्यता प्रदान हुन्छ। नैराश्यता चाहिँ देखा पर्छ। त्यसलाई हामी उनीहरू एकदम सोचमग्न हुन्छन् हैन, उनीहरू निराश हुन्छन्। त्यसलाई हामी के भन्छौँ यौन व्यवहारका कारणबाट मनोवैज्ञानिक सङ्कट भन्छौँ। अनि समाजले उनीहरूले चाहेको जस्तो गरिदिँदैन,
सामाजिक व्यवहार है, सामाजिक व्यवहार समाजले चाहेको जस्तो नगर्ने, उनीहरूले नगर्ने, उनीहरूले चाहेको जस्तो समाजले नगर्ने सामाजिक व्यवहार लाई पनि हामी के भन्छौँ त, सामाजिक व्यवहारलाई पनि मनोवैज्ञानिक सङ्कटभित्र राखिएको छ। कुरो बुझ्नुभयो? उनीहरुमा यो अब यो आधी र बिहेरीको उमेर हो नि, यिनीहरू हिँडेको हिँडे हैन, हिँडेको हिँडे, उनीहरूले चाहेको कुरो समाजले नगर्ने, समाजले चाहेको कुरो उनीहरूले नगर्ने है। र अब विभिन्न यौन क्रियाकलापहरूले गर्दाखेरि उनीहरूलाई असर गर्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने हुनाले मनोवैज्ञानिक रूपमा उनीहरू के भन्छन्, निराश हुन्छन् हैन। नैतिक व्यवहार भने के? यिनीहरूले नैतिक रूपमा पनि यिनीहरूले अब ठिक बेठिक छुट्याउन नसक्ने, तर्क गर्न नसक्ने, उमेर अनुसार व्यवहार गर्न नसक्ने, न ठुलो न सानो भने जस्तो हैन। त्यसका कारणबाट उनीहरूलाई के हुन्छ, समस्या पर्छ। त्यसलाई हामी के भन्छौँ, मनोवैज्ञानिक सङ्कट। तलका मध्ये अब क्वेसन कसरी आउँछ त भन्दा, तलका मध्ये शारीरिक सङ्कट कुन होइन भनेर आउँछ। अनि यौन क्रियाकलाप भन्यो भने शारीरिक सङ्कट होइन, त्यो मनोवैज्ञानिक सङ्कट हुन्छ। तपाईँ यौन क्रियाकलाप भनेपछि फेरि अब शारीरिक भनेर सम्झनु हैन, त्यो होइन, त्यो चाहिँ के हुन्छ त, मनोवैज्ञानिक सङ्कटभित्र पर्छ। घराइसी वातावरण भन्यो भने मनोवैज्ञानिक सङ्कटभित्र पर्छ। बिरामीपन, आत्महत्या, जुन केटा र केटी अनुसारको शारीरिक संरचना भएन हैन, मृत्यु भयो अथवा शारीरिक कमजोरी भयो, विभिन्न कमजोरीहरू भयो भने त्यसलाई हामी के भन्छौँ त, शारीरिक सङ्कटभित्र राख्छौँ। ठिक छ साथीहरू? ल भन्नुहोस् त, लेख्नु त, यो कुरो बुझिएको बुझेन? अब हामी वयस्क अवस्था, हामी वयस्क अवस्थामा जान्छौँ। मेटेँ है साथीहरू, मैले बुझिया छौँ भने बुझिया छौँ लेख्नु न, नत्र भने मौन धारम स्वीकारम भनेर अगाडि बढ्नु। बुझिया छैन भने लेख्नु होला, कुन कुरो बुझेन म भनिहाल्छु है। भन्नु त, लेख्नु त साथीहरू, खै लेख्नु डराउनु भएन नि। ल साथीहरू, अब हामी वयस्क अवस्थामा जान्छौँ। योभन्दा पछाडि वयस्क अवस्था, वयस्क अवस्थालाई 3 भागमा बाँडिएको छ है, 3 भागमा बाँडिएको छ। वयस्क अवस्था भनेको 18 वर्षभन्दा पछाडिलाई वयस्क अवस्था भनेर भन्छौँ है। यो भनेको एउटा छ के, पूर्व वयस्क अवस्था वा प्रारम्भिक वयस्क अवस्था, पूर्व वयस्क अवस्था, पूर्व वयस्क अवस्था। अर्को छ वयस्क अवस्था वा मध्य अवस्था, मध्य अवस्था है। अर्को छ वृद्धावस्था, वृद्धावस्था। हेर्नुहोस् है, वृद्धावस्था, वृद्धावस्थालाई उत्तर वयस्क अवस्था पनि भनिन्छ कहिले है, उत्तर वयस्क अवस्था पनि भनिन्छ। वृद्धावस्थालाई उत्तर वयस्क अवस्था पनि भनिन्छ, उत्तर वयस्क अवस्था पनि भनिन्छ। अब यो पूर्व वयस्क भन्नाले कहिलेदेखि कहिलेसम्म हो भन्ने जान्न पर्यो। यो भनेको 18 वर्षदेखि 40 वर्षसम्मको अवधिलाई पूर्व वयस्क अवस्था भनेर भन्छौँ।
18 वर्षदेखि 40 वर्षसम्मको अवधिलाई के भन्छौँ? पूर्व वयस्क अवस्था वा प्रारम्भिक वयस्क अवस्था। मध्य अवस्था भनेको 40 वर्षदेखि 60 वर्षसम्मको अवस्था, मध्य अवस्था है। मध्य अवस्थालाई 40 वर्षदेखि 60 वर्षसम्मको अवधिलाई मध्य अवस्था भनेर भन्छौँ। अब उत्तर वयस्क अवस्था वा वृद्ध अवस्था भनेको 60 वर्षबाट माथि मृत्युसम्म हैन, मृत्यु पर्यन्त, मृत्युसम्मको अवस्थालाई हामी के भन्छौँ? वृद्ध अवस्था भनेर भन्छौँ। ठिक छ, वृद्ध अवस्था भनेर भन्छौँ। यो टिप्नु होला साथीहरु, ल टिप्नु होला, टिप्नु होला साथीहरु। वयस्क अवस्थालाई हामीले कति भागमा बाँड्यौं? 3 भागमा बाँड्ने, 3 भागमा बाँड्ने। हेर्नु है, वयस्क अवस्थालाई 3 भागमा बाँड्ने है, 3 भागमा बाँड्ने। अनि त्यो भनेको पूर्व वयस्क अवस्था, मध्य अवस्था र वृद्ध अवस्था। अब यसको चाहिँ धेरै हामीलाई सोधिरहेको छैन है परीक्षाहरुमा। हामीलाई किशोरावस्थासम्म धेरै हामीलाई परीक्षामा सोधिरहेको छ भने पूर्व वयस्क वयस्क अवस्थाको यो धेरै कुराकानी सोधेको छैन। अब सरसर्ती म तपाईहरुलाई क्रमैसँग यसको कम्पेयर गरिदिन्छु। पूर्व वयस्क अवस्था भनेको कस्तो हो, मध्य अवस्था भनेको कस्तो हो र वृद्ध अवस्था भनेको कस्तो हो, त्यो कुराकानी अब हेरौँ है त। अब तपाईले कसरी क्वेशन सोधिरहेको हुन्छ भन्दाखेरि प्रजननको उमेर भन्नाले कुन उमेरलाई चिनिन्छ है, प्रजननको उमेर भन्नाले कुन उमेरलाई चिनिन्छ। अब के भन्छन् अर्को, खाली गुण है, खाली गुण, खाली गुण भने थाहा छ? गुण खाली हुने उमेर भनेर कुन अवस्थालाई चिनिन्छ। पट्यार लाग्दो उमेर भनेर कुन अवस्थालाई चिनिन्छ हैन। गिर्दो उमेर अथवा पुनः यौवन चाहना हुने उमेर भनेर कुन अवस्थालाई चिनिन्छ हो। यस्ता यस्ता प्रश्नहरू हामीलाई सोधिरहेको छ, बुझ्नु नि, सोधिरहेको छ। त्यसैले ती कुराकानी अबको क्रममा हेरौँ। ठिक साथीहरु, यसलाई सार्नु होला। अब हामी पूर्व वयस्क अवस्थादेखि अगाडि बढ्छौँ। पूर्व वयस्क अवस्था, मध्य अवस्था र वृद्ध अवस्था 3टा तालिका बनाउनु होला। कम्पेयर गरेर पढ्नु पर्छ, नत्र हुँदैन है, नत्र परीक्षामा बिग्रिहाल्छ। परीक्षामा के हुन्छ? बिग्रिन्छ। त्यसो गरेर पढिएन भने के हुन्छ? बिग्रिन्छ। ल लेख्नुस्, पूर्व वयस्क अवस्था भनेर लेख्नु त। 3टा तालिका बनाउनु है। पूर्व वयस्क अवस्था, वयस्क अवस्था र के अवस्था? वृद्ध अवस्था। लेख्नु है साथीहरु, यस्तो तालिका बनाउनु। 3टा तालिका बनाउनु पर्यो है। ल त्यसरी है त, त्यसरी बनाउनु होला। पूर्व वयस्क अवस्था, पूर्व वयस्क अवस्था, अर्को मध्य अवस्था, अर्को वृद्ध अवस्था, वृद्ध अवस्था है त। वृद्ध अवस्था यो कुराकानी हेरौँ है। अब पूर्व वयस्क अवस्थालाई हामी प्रजननको उमेर भनेर भन्छौँ। यो भनेको कस्तो उमेर हो? प्रजननको उमेर हो। छोराछोरी जन्माउने उमेर हो। यसको साइडमा लेख्नु होला, यो वयस्क अवस्था भनेको यो 18 वर्षदेखि 40 वर्षसम्म। अब विचार गर्नुहोस्, हामी यही अवधिमा छौँ हो कि हैन? भन्नुहोस् त, यही अवधिमा हामी छौँ। मध्य अवस्था भनेको 40 वर्षदेखि 60 को यो बीचको अवधि हो है। वृद्ध अवस्था भनेको 60 भन्दा बढी हो, कहिलेसम्म त? मृत्युसम्म है त। यो चाहिँ फेरि मानसपटलमा राख्नु पर्यो, यो नराखिकन त भएन है। यो उमेरलाई के भन्छन् भने बिहाबारी गर्ने उमेर भन्छन् साथीहरु। बिहाबारी गर्ने, जब प्रजनन भन्दा पनि अगाडि के आउँछ? बिहाबारी आउँछ। बिहाबारी गर्ने
जीवन बसाउने भन्छन् के, जीवन बसाउने भन्छन्, जीवन बसाउने उमेर है, घरबार जोड्ने उमेर भनेको है, जीवन बसाउने उमेर, घरबार जोड्ने उमेर भनेर हामी कुन उमेरलाई चिन्छौँ भन्दाखेरि पूर्व वयस्क अवस्थालाई चिन्छौँ। घरबार बसाएपछि के गर्ने त भन्दा बच्चा बच्ची आफ्नो वंशज कायम गर्ने हो कि भन्नु त। बच्चा बच्ची किन जन्माउँछौँ हामी भन्नु त, वंशज कायम गर्नलाई हो किन। प्रजननको उमेर, बच्चा बच्ची जन्माउने उपयुक्त उमेर भनेको 18 वर्षदेखि 40 वर्षसम्म हो प्रजननको उमेर। अब बिहे त बिहेबारी 20 वर्ष पारी भनेर भन्छ, 20 वर्ष पछाडि बिहे गरे पछाडि प्रजननको उमेर। अब प्रजननको उमेर तलका मध्ये कुन हो भन्यो भने यही उमेर हो। अनि त्यो अवस्थामा के गर्ने त, समस्या, के कारण समस्या पर्छ, बिहे गरेपछि नि समस्या पर्छ नि, विभिन्न कारणले समस्या पर्छ। समस्याको उमेर त जुनसुकै अवस्था समस्यापूर्ण भइहाल्छ। समस्याको उमेर है, विभिन्न बिहे गरे पछाडि आफ्नो पेशागत कारणले, पारिवारिक कारणले, विभिन्न कारणले समस्या पर्छ। र अब बिहे गरे पछाडिको सम्बन्ध कस्तो हुने भनेर संवेगात्मक रूपमा तनावको अवस्था हो। घरबार अब पुरुषलाई के हुन्छ भने अब श्रीमती कसरी पाल्ने है, बच्चा बच्ची कसरी हुर्काउने भन्ने तनाव हुन्छ। संवेगात्मक तनावको अवस्था भन्ने भन्छन्। संवेगात्मक तनावको अवस्था भनेर भन्छौँ है। कुरो बुझ्नुहुन्छ नि है। यो चाहिँ यसरी यस्ता यस्ता कुराहरू हामीलाई परीक्षामा धेरै त हामीलाई यो सोधिरहेको छैन है, सोधे त धेरै छैन। यो उमेर उत्तर बाल्य अवस्था जस्तै सृजनात्मक उमेर पनि हो है, सृजनात्मक उमेर पनि हो। यी सोध्ने भनेको यहाँ धेरै सोधेको प्रजननको उमेर वा विवाह गर्ने उमेर, जीवनको बसाउने उमेर, यो चाहिँ सोधेको छ धेरै। यहाँबाट यो पाठबाट हामीलाई क्वेसन सोधेको छैन। अब कुनै व्यवसाय गर्ने उमेर, अब साथी पति पत्नी छनौट गर्ने उमेर हैन, विवाहबारी गरेर घरजम गर्ने उमेर, बालबालिका हुर्काउने उमेर हो किन। यो उमेर भनेको यस्तो उमेर हो भनेर तपाईहरुले सम्झन पर्यो। अब बिहाबारी गर्यो, बच्चा बच्ची हुर्क्यो। अब बच्चा बच्ची हुर्केपछि कहाँ जान्छन्? सहर पढ्न जान्छन्, घर छोडेर जान्छन्, विदेश जालान् हो किन। हो खाली गुणको अवस्था। पछाडि अब डर लाग्ने, अब हामी आधी उमेर गइगयो भनेर डराउने उमेर भनेर हामी मध्य अवस्थालाई चिन्छौँ। मध्य अवस्थालाई डराउने उमेर, खाली गुणको उमेर भनेर चिन्छौँ। हेर्नुस् है, मध्य अवस्था यो डर लाग्दो उमेर हो। यसो आफैले हेर्ने, ओहो बुढो भइयो कि क्या हो भन्ने डर लाग्दो उमेर। अब त गइसकेछ जिन्दगानी भनेर डराउने संक्रमणको उमेर हो, बीचको उमेर हो संक्रमण। अब किन संक्रमणको भनेको भन्दाखेरि न युवा ठिटो पनि होइन, वयस्क पनि होइन। अब बुढो भयो भने धेरै बुढो भइसकेको होइन, मर्ने बेला नि भइसकेको होइन, ठिटो भनेर ठिटो पनि होइन, संक्रमणको उमेर। खाली गुणको उमेर भन्छन् यसलाई है। 40 वर्ष भन्दा पछाडि के भन्छन्, 40 नारी रमाउला भने जस्तै यो चाहिँ खाली गुणको उमेर हो है साथीहरु। खाली गुणको उमेर हो। खाली गुण किन खाली गुण भने त जस्तो 18 वर्षदेखि 40 वर्षसम्म बच्चा बच्ची हुर्किने गर्ने अनि बच्चा बच्चीले छोडेर जाने यो उमेरलाई। अब यो वृद्धावस्थामा बरु नाति आइसक्छ, तर यो खाली गुणको उमेर हो। खाली गुणको उमेर भएको कारणले बच्चा बच्ची पनि हुर्किहाले। अब के हुने त, दिलदार लाग्ने, पट्यार लाग्ने। पट्यार लाग्दो उमेर है, पट्यार लाग्दो उमेर हैन। कुरो बुझ्नुभयो है, पट्यार लाग्दो उमेर। यो अवस्थामा के हुन्छ त भन्नुस् त, यो अवस्थामा के हुन्छ त? यिनीहरूलाई समाजित हुन समय लाग्छ,
डर लाग्छ, संक्रमणको उमेर, न माथि न वृद्ध हो न युवा हो है, त्यस्तो अवस्था हुन्छ है। अब यो गिर्द, यसलाई चाहिँ गिर्द उमेर भनेर भन्छ। गिर्द उमेर पुनः यौवन चाहना राख्ने उमेर हो यो। अब फेरि बच्चा हुन पाए हुन्थ्यो, सानो हुन पाए हुन्थ्यो भनेर पुनः यौवन चाहना राख्ने उमेर भनेर वृद्धावस्थालाई चिन्छौँ। पुनः यौवन चाहना राख्ने उमेर, यो रूढिवादी किन रूढिवादी भन्यो भने अब बुढो भए पछाडि अलिकति रिस उठ्ने हैन, साना केटाकेटीसँग कुरो नमिल्ने अथवा पुस्ता बदलिसकेको हुन्छ नि त है, पुस्ता बदलिएको हुन्छ, त्यसैले रूढिवादीपनको उमेर पनि भनिन्छ। किनभने अर्को पुस्ता आइसकेको हुन्छ, त्यो कारणले उनीहरूलाई हाम्रो अघिल्लो पुस्ता र तल्लो पुस्ता बीच कुरो मिल्दैन, रूढिवादीपनको उमेर है, रूढिवादीपनको उमेर भनेर पनि भनिन्छ है, रूढिवादीपनको उमेर पनि भनिन्छ। त्यसरी हामी हेर्छौँ है। ल यति कुरो साथीहरूले यो तीनटालाई चाहिँ यसरी हेर्ने है त। ढल्दो उमेर पनि भनिन्छ हैन, ढल्दो उमेर, गिर्दो उमेर भनेर भनिन्छ है। रूढिवादी उमेर, कमजोर समायोजन हुन्छ, अलिकति बुढो भए पछाडि त्यस्तो हुन्छ हैन। रासोन्मुख अथवा गिर्दो उमेर, अब त्यस पछाडि त अब अरू कुराहरू वृद्धि विकासको कुरो त हुँदै भएन, झन् डाउन हुँदै जाने है। दोस्रो दर्जाको नागरिकका रूपमा अरूले बन्ने हो, त्यस्तो खालको उमेर। यो भनेको डर लाग्दो, भद्दा खालको, संक्रमण कालको, डराउने हैन, रित्तो गुण हुने, पट्यार लाग्ने, दिक्क लाग्ने उमेर। यो भनेको के त? सन्तान उत्पादन गर्ने, बिहाबारी गर्ने, घरजम गर्ने, कहिलेकाहीँ घरजम गरिसके पछाडि पैसा छैन अनि फेरि अलिकति फेरि समस्या पर्ने हैन, परनिर्भरता हुने, जागिर सागिर नखाइसक्यो भयो भने 40 वर्षमा जागिर खाइएन भने फेरि के हुन्छ, परनिर्भरता हुने, त्यस्तो खालको उमेरलाई हामी पूर्व वयस्क अवस्था भन्छौँ। यी विशेषता हुने साथीहरू, यी के हुन् विशेषताहरू हुन्। यी विशेषता तपाईँलाई तलको मध्ये कुन चाहिँ हुन् कुन चाहिँ होइनन् भनेर सोध्न सक्छ। विशेषताहरू हुन्।